आज म तपाईहरुलाई आँपको बिरुवामा मल कसरी लगाउने म देखाउन जाँदैछु। यो बोट अमरपाली। अब यसमा मल लगाउने कार्यक्रम हुन्छ आज। अब हेर्नु है त यसमा कसरी मल लगाउने म तपाईहरुलाई सिकाउँछु। सुरुमा हेर्नुस् यसको वरिपरि खन्ने है त, कसरी खन्ने हेर्दै जानु होला। गाईको बोटलाई मैले यसरी खने, वरिपरि यसरी खन्नु होला। 3 फिट को स्क्वायरमा वरिपरि खन्ने। अब यसमा मल हाल्ने विधि है त। अब मल चाहिँ यो सल्फर, बोरोन, डिएपी र पिना छ। यसलाई मैले मिक्स गरेको छु। अब म यसलाई लगाउँछु। यसलाई यसरी बिरुवाको खनेको भागमा वरिपरि लगाउने। अब मैले पिना सल्फर लगाएँ। अब यो गाईको मल सुक्खा यसरी वरिपरि लगाउने। यो लगाउने समय चाहिँ फुल फुल्नुभन्दा 2-3 महिना अगाडि। अहिले चाहिँ अब मैले यो आज पुस 15 गते छुट्टीको दिनमा मैले यो गर्दैछु। पछि यो बोटमा फल लागेको, फुल फुलेको म देखाउने छु तपाईहरुलाई। यो गर्यो भने वर्षै नै फल्नेछ। पोहोर पनि फलेको थियो। पोहोर चाहिँ यो तरिकाले मल हालिदिएन, त्योभन्दा 1 वर्ष अगाडि हालिएको थियो। अब यसरी यो प्राङ्गारिक मल पनि हाल्यो। अब यसलाई छोपिदिने अनि त्यसको 1 दिनको पछाडि पानी लगाउनु पर्यो। त्यसपछि कसो आँप नफल्ला है त।